नमस्ते। विशेष गरी हाम्रा दाङवासी दाङ क्षेत्र नम्बर 2 का बासिन्दाजीहरूलाई म केही कुराहरू भन्न चाहन्छु मेरो टिकटक मार्फतबाट अथवा फेसबुक मार्फतबाट। हामीले काङ्ग्रेस एमाले माओवादी त पहिलेदेखि नै हामीले हेर्दै आएको होइन र? हामीले पार्टी मात्रै नभएर पार्टीबाट उठेका उम्मेदवारहरूलाई पनि हामीले व्यक्तिगतकै हिसाबले पनि हामीले हेर्दै आएका छौँ र उहाँहरूको भाषण पनि हामीले नसुनेको होइन, सुनेकै हो। ठुला ठुला कामहरू गरिदिन्छु भनेर ठुला ठुला भाषण दिनुहुन्थ्यो र जुन बजेट आउँथ्यो सरकारबाट बजेट आउँथ्यो तपाईहरुले लाग्छ होला कि तपाईहरुले यो बाटो त कांग्रेसले नै ल्यायो, माओवादीले नै ल्याएको हो, एमालेले पनि ल्याएको हो हैन। हाम्रो गाउँमा बिजुली बत्ती थिएन, बिजुली बत्ती पनि उनीहरूले गर्दा पुगेको हो भन्ने लाग्छ भने त्यो तपाईहरु भ्रममा हुनुहुन्छ है। किनकि बजेट आउँथ्यो आउँथेन म भन्दिन, तर जुन जुन ठाउँमा पुग्नु पर्ने थियो त्यो ठाउँमा पुग्दैन थियो र जुन तरिकाले बाटो बन्नु पर्ने थियो त्यो तरिकाले बाटो अझै पनि बनेको छैन र बन्दैन पनि यिनीहरूको आश गर्यो भने है। त्यही भएर यसपालि तपाईहरुलाई म के बिन्ती गर्न चाहन्छु भने यसपालि घण्टी बजोस्, घण्टीमै बनोस् र मैले यो काम गर्छ घण्टीले यो गर्छ र यो गर्छ भनेर म अहिले भन्दैन, किनकि उले काम गरिसकेपछि बल्ल भन्नेछु। हामीले ठुलठुला भाषण गरेर तपाईहरुलाई चाहिँ यो भरममा पार्ने र त्यो भरममा पार्ने यो घण्टीको पार्टी होइन है। राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ भरममा पार्ने पार्टी होइन, उले काम गरेर देखाउने पार्टी हो। त्यसैले तपाईहरुलाई म के जानकारी के अनुरोध गर्न चाहन्छु भने यसपालिको चाहिँ भोट तपाईको घण्टीमा अवश्य हुनुपर्छ। बजेट आउँछ नआउने हैन, बजेट आउँछ त्यो तपाईहरुको सरकारले गर्यो भन्नुहुन्छ भने त्यो बजेट आएको चाहिँ आधा उनीहरुले खान्छन् र आधा त्यो ठाउँमा लगाउँछन् र त्यो आधा बजेटले त्यो काम पूरा हुन सक्दैन र सधैँ अधुरो रहनुको कारण त्यही नै हो। सुन्दैछु दाङबाट अहिले क्षेत्र नम्बर 2 बाट शंकर पोखरेलजी उठ्नु भएको छ हैन। शंकर पोखरेलजीले पनि ठुलठुला गफ त दिनु भएकै हो पहिला पनि हैन र? म यस्तो गर्छु त्यो गर्छु त्यो गर्छु। तुलसीपुर अरु कुरा छोडौं, अरु यताउताका कुरा छोडौं, हाम्रो जुन मेन सडक हो है, तुलसीपुर घोराइको जुन मेन सडक हो 4 लाइन बनाउँछु भनेर उहाँहरूले कति वर्ष भयो त्यो तपाईहरुलाई अवगत नै छ होला, पक्कै पनि मैले भनिराख्नु पर्दैन। तर अहिलेसम्म त्यो सडक बनिएर सकेको छैन हो। चुनाव आउँदैछ, अहिले अलिअलि कोट्याउँदैछ अरे भन्ने सुनेको छु। आजभन्दा 3 वर्ष अगाडि पनि अलिअलि कोट्याएको थियो, अहिले पनि अलिअलि कोट्याउँदैछ अरे, काम चाहिँ देखाउँदैछ अरे भन्ने सुनेको छु। पुल बन्न लागेको कति वर्षको भयो? त्यो ग्वार खोला सेवार खोलाको पुल अहिले हेर्नुस् कुन बिजोग कुन अवस्थामा छ। त्यो बजेट आउँछ आफूहरूले खाना ठिकै छ, काम गर्दैनन्। त्यही भएर यसपालि चाहिँ तपाईहरुले दिमाग लगाएर हाम्रोलाई हैन राम्रोलाई, हाम्रै पार्टी हो यो, पहिलेदेखि भोट हाल्दै आएको पार्टी हो, यसैलाई दिन्छु भनेर नसोच्नु होला। हाम्रोलाई हैन, यसपालि तपाईहरुले राम्रोलाई छान्न जरुरी छ। जय घण्टी, जय देश, जय नेपाल, जय घण्टी है त।